कान्छालाई तलसम्म खोलासम्म पुर्याइदियो भनेर। कुन खोला? एक्लै अब आँखा पनि अलिक धमिँदा देख्थिनँ। अनिखेर अब बिहान त चाँडै हुन्छ जान्छु नि, बेलुका त सक्दिनँ। अब भोलि बिहान जानुपर्छ। अब आज चाहिँ सबै बस्ने बेला भयो। बुहारी, सासू, छोरा, घरमा त बुढाबुढी मात्रै भाइ, वस्तु पनि छैन। वस्तु त छन्, खसी बाख्रा, वस्तु चाहिँ यता ल्याए। अब बाबै आउँछन् कि यहाँ कोही जाने छौ कि भनेर आएथे, रहेनछन्। अब आज चाहिँ यति बस्नु पर्यो, भोलि चाहिँ एक्लै भए पनि बिहान अलिक चाँडै हिँडेर पुग्छु नि। आँखा देख्थिनँ हौ। कहाँ जानु हुने? घाममा नि आँखा देख्थिनँ अनि बिहान गइनँ। बस्नु एकछिन बस्नु। अनि माइलो पनि फेरि वस्तु मसिना बाख्रा पाठा साठा पुर्याएर आयो। भोलि चाहिँ बिहानै माइलालाई भए पनि पुर्याइदिए भन्नु पर्यो। यहाँ के गर्नु, दौरा भैँसी छन्, उहाँ बाख्राहरू छन्। कति लाग्छ यहाँबाट जान? मेरा त छैन एउटामा। यसो घाँस भैँसीलाई काट्न जाँदाखेरि ल्याइदिएर तितेपातीहरू मिसमास ल्याएर हाल्दा जान्छ। अहिले पाल्न सकिएको छैन। यहाँबाट जान कति बेर लाग्छ? घर जान? कसो? घर जान कति बेर लाग्छ? लाग्छ नि, रात पर्न लाग्यो, आँखा अलिक देख्थिनँ, फेरि घाम पनि लागे। अनि साथी पाउनुभयो भने जानुहुन्छ? अब जान्छु, साथी भेटायो भने। बस्नु एकछिन। साथी भेटाइन भने बिहानै जान्छु उठेर। अनि राको बालेर भए पनि जाँदा हुन्छ नि। अहिले बेलुका त राको बालेर त को जाने र। बस्नु न एकछिन, बस्नु, यहाँ गफ गरौँ न। अब रात परेपछि भात सात यसो गर्नु पर्यो नि। अनि पकाउन सक्नुहुन्छ भात? के दौडा सासुरा बुहारी घरबाट वस्तु गोरु लिएर गए, पुर्याएर आउँछन् कि आउँदैनन्। आयो भने पनि एउटा आउँछन्, ससुरा बुहारीलाई भात पकाएर खानु पर्यो नि। को हुनुहुन्छ घरमा? कसो? घरमा को हुनुहुन्छ? के भन्नुहुन्छ? घरमा को हुनुहुन्छ? घरमा त दुई भाइ छोरा, अर्थात् कान्छो पढे पनि यसो गएन भने 4 भाइ 3 भाइ छोरा र आमै कान्छी छोरी छन् नि। अरू छोरी कहाँ गए? घर कान्छी पनि घर पठाउँदै आउँदै बस्दै जाँदै गर्छ। ए कति बहिनी छोरीहरू? कहिले 15 दिन महिना दिन गर्दै बस्दै गर्छ। ऊ चाहिँ ढुक्क गएर बसिया छैन। अरू त नानी भइगरी घरै बस्ने भयो नि। कति बहिनी छोरीहरू? कसो? छोरीहरू कति बहिनी? छोरी 3 बहिनी होला हौ। दौडी बिहे गरेका गएका, कान्छी चाहिँ बिहे त गरिएका माइतीमा छ। 3 बहिनी छोरी। अनि तपाईँ चाहिँ कुन भाइसँग बस्नुभएको छ? कसो? कुन भाइसँग बस्नुभएको छ? छोरा गोठा कुन घर। गोठा चाहिँ को बस्नुहुन्छ? धेर जसो माइलो बस्छ गोठा। अलिक घरा गर्न अलिक उसलाई आउँदैन। अनि कान्छो बस्छ घर आउँदै। अनि जेठो? जेठो त आफै छुट्टिएर गरिएके। छुट्टिसक्नुभयो? छुट्टिया नि। मेरै बुबा त उनी, म पनि बुबासँग कहाँ छु र। आमै
अर्की आई भएपछि मेरी आमैसँग गई। मेरो भाइ छ, मेरी आमै छन्। बुबाले चाहिँ कान्छी बिहे गरे, कान्छीकै छोराछोरी छन्, त्यही नै पाल्छन्। मेरी आमै चाहिँ हामीहरूलाई मात्रै नि। तपाईँका बुवाले दुईटी बिहे गरे? एउटा छोरो र एउटी छोरी म हाम्रो। कान्छीका त छन् नै छोराछोरी पनि निकै। छोरी छन् 3-4 बहिनी कसो म त्यति यादै गर्दिनँ। छोरा छन् 3 भाइ। मलाई केही छैन उनीहरूका काम गर्ने मेरो। हाम्रो एउटा भाइ छ, खेती पनि छैन, थोरै दौडा। यिनीहरू जाँदा त 8वटा चाहियो। ए 9वटा बुवा त जाने भएन। तपाईँ कुन गाउँ जाने? कुन गाउँ जाने? दारिममा? ए म पल्ला गाउँमा जाने। लु जाउँ, म दारिममा पुर्याइदिन्छु। दारिममा भट्टराईका घर। भट्टराईका घर। म खनालकामा जाने। खदालकामा? ए खदाल मैलाकामा। साइला खदाल साइलाकामा। साइलो माथिकै हो र? माथिकै हो। ए हामीहरू त तल नि। तलै हो तलै हो। मुसेपा जाने भन्नु न। ए लु जाउँ त्यसो भने। जाउँ। पर्खिनु पर्छ नि। अब म पर्खिँदै लान्छु नि। अनि यो हो खदाल साइलाको भट्टराईको घर यो हो। खै कता कता छन्। यही होला भट्टराईको घर। त्यही चिमित भएको हो। ए यो चिमित भएको। कति छिटो हिँड्दै हुनुहुन्छ? अर्का घर किन लाउँथ्यो आफ्नै घरलाई? फटाफट पो हिँड्दै हुन्छ त हिँड्ने भयो। तपाईँहरू कता जाने? म कता खनालकामा जाने? जाने। हामी खनालकामा जाने। खनाल अन्तरेकामा। साइलाका गर्दै छ। देख्नुहुन्न? देख्नुहुन्न? किन गाडी आउँदैछ? यता हो सुन्नुहुन्न? सुन्नु पनि हुन्न, देख्नु पनि हुन्न। छिटो हो, छिटो गएन। हजुरआमा जानुभयो नि, हिँड्नुभयो। अनि लाउनु न, घोच्छ नि काँडाले। पैसालुका काँडा छन् अरे बाटामा। हजुरआमाको होस् है छैन। अनि मुसेपामा त पानी परेर पहिरो गएको छ अरे त। अनि कसो अरे? पानी परेर पहिरो गएको छ अरे। कहिले पर्यो पानी? हिजो। खोइ हिजो हो भने अस्ति त थिएन। हिजो परेर अनि बाटै छैन अरे, पहिरो गएर खोलो ठुलो छ अरे। यो बाटो होइन नि त। अनि यो बाटोबाट पुगिँदैन। कता हो? यताबाट पुगिन्छ। यताबाट चाहिँ जाउँ त, यताबाट छिट्टो छ सर्टकट। यहाँबाट ओह्रालै जानुपर्छ कि छिट्टो पुगिन्छ। गाडी आउँदैछ। बिस्तारै जाने। अब गर्नुहुन्छ। आधा ठुलो गाडी पुग्न आए के हाम्रा। घर पुर्याउँछन् कि पुर्याउँदैनन्? पुर्याउँछन् जति पुर्याउँछन्। हिँड्न नसक्नेलाई त के हिँड्दैन। तपाईँलाई त ठुलो बाटो लानु पर्यो नि। आली त अहिले धान छ, पानी छ, हिलो छ। राम्रै बाटोमा हिँड्नु पर्छ नि। हिँड्नु पर्छ। साइकल आउँदैछ है छेउबाटै। ढुङ्गा पो बिजाउने र जुत्ता अडिएनन्। पिटिकै अडिएन। छिटो हो, छिटो। कता छ ओए? कहाँ गयो हो? छिटो आउनु। दारिमबाका मान्छे कहाँ छौ? हराइएला। ओइ गाडी आउँदैछ।
देव्यांशलाई हेर बाटो छोड है। कहाँ कहाँ छौ दारीमा आउनु कि कहाँ कहाँ लिएर जानु न पहिला आऊ उल्टा पाल्टी पऱ्यो भने त अरे झन् दुःख पाइन्छ अहिले राको चाहिन्छ फेरि खोइ निस्किया छैन ओ दारिमबाट निस्किनु भयो नि यही घर हो नि भट्टराईको हो नि भएको नि अनि पर्ख्यौ न सबै आउनु अनि चप्पल चाहिँ हातमा छन् खुट्टा घोच्छन् लु लाउनु लाउनु तल झारेर दुखिहाले दुख्दैनन् दुख्दैनन् लु लाउनु बालुवामा भएन नि अब बालुवामा झन् दुख्छन् नि खुट्टा लु लाउनु कहाँ पुगेर आउनु भएको हलतिर त्यसै हिँड्नुहुन्छ त अनि लखर लखर एक्लै एक्लै हिँड्नुहुन्छ यो दारिमका भट्टराईको घर को उहाँ यहाँ को यहाँ को नि ज्यादा छैन अनि यसो लिएर हिँड्ने हो त जसलाई पनि हातमा समातेर मुसेपा भने दारीमा भनेपछि चलाइछन् दारिमासम्म पुर्याइदिनु यही हो घर यही हो लु लाउनु दारीमा पुर्याइदिनु है ल भट्टराईको घर यही हो ठ्याक्रेक्कै खन साइलाको अन्तरेको हाम्रो फुपू आइपुग्नु भएको छ कसका घरमा आउनु भएको अरे कसका घर भट्टराईका घर आउने नि ए ल लु जाउँ भित्रै गएर बसौँ सुतौँ आजै बसौँ लडिन्छ लडिन्छ लु मेरो त खुट्टा टेकिँदैन आजै भट्टराईकामै बसौँ ल यहाँ बसौँ जे गर्छन् नि अब माइत आइपुगेपछि नि पुर्यायो भने पुर्याएनन् फेरि कहाँ जाने भट्टराईकामा आएर चाहिँ अनि अब भट्टराईकामा माम खानुपर्छ माम अब कति बेला पुर्याउँछन् कति बेला खुवाउँछन् गएर नि पकाउनु त अघि नै यही हो त यही हो नि भट्टराईको घर त यही हो ओके हो नि ए किन हो लिपेका छैनन् र घर दारिमका स्याल उठ्न त टिपिया छन् तर घर अँध्यारा अलिक चिनिएन ए चिन्दिएन निकै तल छ त ए पो आइपुग्यो अनि यहाँ ज्वाइँहरू काकाहरू हुनुहुँदो रहेछ बोकेर ल्याइहाल्नु भने एउटा हजुरआमालाई तल दारिममा छन् हाम्रा त यही हो त दारिम्बा यही हो घरै यही हो भट्टराई यही घर हो खोइ हो के हो के भयो घर नि पुगेन घर पुगेको छैन नि मान्छे भेटियो भने त पुर्याउँछन् कसको घर खोज्नु भएको भट्टराईको किन भट्टराई तपाईँ कहाँ जाने भट्टराई कहाँ बस्नु भएको छ अनि भट्टराई कहाँ जानु पर्ने कुन भट्टराई छोड्यो भने त भइगयो नि त कुन भट्टराईकोमा जाने कुन भट्टराईकोमा जाने भट्टराईकोमा जाने कुन भट्टराई सबै छ नि दारिमका सबै भट्टराई जेठ साइलो कान्छो काइलो नाम के हो नाम जेठाको नाम के हो नाम जान्दैन अहिले बिर्सिनु भयो बिर्सेँ तपाईँका बुबाको नाम क्या हो कसको तपाईँका बुबाको नाम क्या हो मेरो बुढाको नाम त के मुसेपाका हो का बुबाको तपाईँका बुबाको बुबाको नाम भनेर थोकी के भन्थे अब तपाईँका बुबाको नाम हरिप्रसाद होइन हरिप्रसाद हरिप्रसाद कान्छा पैसा चाहिँदैन नि तपाईँलाई खेतारा अर्का हातका पैसा बलरप्तान नलाने लगेँ ल मैले यति यहाँ हेर्नु यति यहाँ हेर्नु न नबोल्नु भोलि पर्सि ल्याइदिन्छु ल भोलि पर्सि ल्याइदिन्छु तपाईँलाई चाहिन्छ लाउनु ए लो राख्नु न यति कटन जस्तो छ सबै लाने लो सबैलाई लान्छु त मेरो पैसा लानु नि त यता
यहाँ भएको मलाई दिनु यो तपाईँलाई दिन्छु यहाँ छ त छिटो यहाँ छैन हुँदैछ हात बाँचेला यहाँ भएको पैसा दिनु न कहाँ राख्या न यहाँ छ कति बेला दिएको थियो पोल्टामा राखेको छ पोल्टामा मलाई रिस नउठाए खप्पर फुट्ला अलिकति दिनु न 2 रुपियाँ दिनु 2 रुपियाँ दिन्छु कि 2 डन्ठी दिन्छु दिनु न भरे त भोलिपछि तपाईँलाई थपेर ल्याइदिन्छु यहाँ छ है साँच्चै कि खेल साँच्चैको यत्रा मान्छेका मुखेन्देले जोड्ने खानु पर्ला दिनु न दिनु दिनु त 2 रुपियाँ चाहिँ दिनु न त 2 रुपियाँ यो पनि लाने तपाईँले यो मेरो पैसा लाने मेरो पैसा लगेर मेरो पैसा लाउनु है आधी तपाईँ राख्नु आधी म राख्छु र ए यसको खटन ए राख्नु है बाँडेर आधी आधी बाँडौँ न त मेरो आमाले दिएको त हो नि ए सबै किन मलाई चाहिएको छ नि त आधी चाहिँदाखेरि अर्काले दिएदेखि चाहिँदैन यो लु यो आधी राख्नु त आधी रिसाउनु हजुर यो हो सबैले यति म राख्छु नि मेरो पैसा लगेर यहाँ आधी पनि छैन यहाँ दुईटा मलाई दिनु दुईटा त्यहाँ धेरै गएछ यहाँ थोरै छ अनि हेरे को हो यो यसले मेरो पैसा यहाँ ल्याएको यसलाई राति हुँदो गोलेर पठाउँछु म यो एउटा पैसा हुँदैन एक मुठी यो लगाएर कति रुपियाँ हो एउटा रुपियाँ कति रुपियाँ ए सबै चाहिन्छ भोलि पछि आउँदाखेरि दिन्छु एउटा रुपियाँ एउटाले त मलाई हुँदैन यो सबै दिनुपर्छ ल यो एउटा चाहिँ म लान्छु ल हुँदैन आजका पैसा दिँदैन एउटा पैसा पनि यति चाहिँ लान्छु ल ल फेरि उताबाट लगेछौ मलाई दिनुभएको नि त उताबाट डन्डी खाने सुख छ भने मात्रै डन्डी म पनि दिन्न यहाँ ढाड दुखेको छ दिनु त यो लौरो लगाए ल कति गरेर दिएर टेकेको दिनु न मेरो ढाड दुखेको छ यति चाहिँ दिनु पैसा दिनु तर लौरो लान्छु ल गएको म अब यही डन्डीले आज कान्छ होला नि डन्डी खाने भयो लौरो दिन्न म जान्छु मलाई चाहिँदैन भोलि आउँदा ल्याइदिन्छु हेर्दाखेरि बनाएर टेप्नु नि भोलि आउँदा ल्याइदिन्छु चाहिँदैन मलाई अहिले टेप्न चाहिन्छ भोलि तपाईँ अब यहाँ सुत्नु नि तपाईँलाई चाहिँदैन छिटो जाऊ यो यहाँ भएको पैसा दिनु न अनि जान्छु मेरो पैसा सबै लगेर हिस्काको अरे होइन भोलि पर्सि दिन्छु नि त यहाँ दिनु त यहाँ छ छन् सबै डाक्टर ग्यास लगेर छ यहाँ छ डन्डी खाने भए डन्डी हान्दामा दुख्छ नि यो पैसा दिनु त मलाई यो त्यसलाई कुर्ला के भन्छ खै के हुन्छ म जान्दिनँ दुख्छ नि कुर्ता त अर्का हातको जबरजस्ती लाँदा चाहिँ केही हुँदैन मैले त मागेको नि त कहाँबाट ल्याएर बाँडेको मागेको मैले मागेको दिनु त मागेको पाइन्छ पाइन्छ नि सिलेर छन् अरे माग छैन अरे छैनन् छैन अरे मैले अघि सोधेको सुत्न बेरबाट यहाँ दिनु न त्यति अनि म जान्छु तर अहिले म खप्पर फुट्ने गरिदिन्छु है
लौरो दिनु नि त म जान्छु ल जे बोल्यो त्यही माग्ने पैसा चाहिँ दिनु न जुन ठिक छ पैसा ए त्यति राख्नु ल एउटा त्यति त हो नि छैन यहाँ हातमा छैन त कहाँ छ यहाँ हातमा खै खै हो त दिनु मलाई दिनु हेरौँ छैन है यति बेला भइहाल्छ कहाँ छ खै अहिले खै नभए एकै नाप्छ त यो नराम्रो छ यो राख्नु राम्रो छैन मलाई चाहिन्छ यो नराम्रो राख्नु उठ्यो नानीले दिएर यो नानीलाई चाहिँदैन अरे चाहिँदैन म नानीलाई मात्रै चाहिन्छ मलाई चाहिएको छैन पैसा खेतेर भएर माग्दा पाइँदैन राम्रा मुखले आएर जय गरेर भन्नुपर्छ र दिन्छ नभए घर म जोगी होइन त के हो र माग्नु त अनि मैले त सापट्टि मागेको सापट्टि नाप्यौ यो सुत्न बेर भयो यति दिनु न म गइहाल्छु मेरा गोजीका पैसा दाँदा यसको खटन भोलि पर्सि आउँदा अर्का हप्ता आउँदा दिन्छु आजै चाहिएको थियो अनि मलाई चाहिँदैन तपाईँलाई किन चाहिन्छ तपाईँले चाहिँ किन चाहिन्छ मलाई त चामल किनेर लाने ए भात खाने छैन छैन भने भोकै बस्नुपर्छ खन्न जानुपर्छ हलो जोत्न जानु हलो जोत्ता धान फल्दैन नि त भोलि पर्सि फल्छ अनि आज खाने छैन मेरा गोजीमा पैसा थिएन भने यहाँ छ नि यहाँ दिनु त यहाँ छ आज त्यो डराउनेले दिन्छु है म डर्नेले दुख्छ नि दुखे लड्छ नि यहाँ सुत्ता आमेलाई बेर भयो जाऊ म पनि यहीँ सुत्ने आज बास दिनुहुन्छ ऊ बाहिर गएर पर्छादिनु बाहिर त सुत्तिनु डर लाग्छ डर लागे बाहिर त डर लाग्छ यहाँ हामीहरूलाई यहाँ त डर लाग्छ यो थेथारोलाई के गर्न हौ जानु है जानु यो जतिएर जानु लु जा जानु अब अबदेखि नआउनु भोलि माग्न आउँछ नि फेरि जनी खाँदा माग्दा पाइँदो रहेछ भोलि पनि आउँछु माग्दा पाइन्छ दिने पछि माग्दा पाइन्छ अब यति लिएर जानु यहाँ भएको नदिने यहाँ भएको कहाँ कहाँ दिएछौ यहाँ छ नि पैसा आधा लौरो खाने भयो नि अब लौरो दिनु अनि जान्छु लौरो दिनु न राको बाल्छु यो बाँसको दिनु त यो लौरो दिनु न अनि जान्छु साँच्चै पनि खोज हो पैसा पनि टक्क्याएर दिएँ छ यहाँ अझै छ छ हेर्नु त दिएको होइन सबै अझै छ पुरै रिसाउनु भइसक्यो योभन्दा रिसाउनु यहाँ सुत्न बेर भयो हामीहरूलाई म पनि सुत्ने आज ऊ बाहिर पर पाटा गरेर सुत पाटा के ओढ्नु के ओर्न रे हिँड्या हो यहाँ पैसा छ यहीँ छेउमै सुत्छु म डन्डी खुवाउँछु है आज यसलाई यो छैतरालाई हुँदैन खुवाउनु त अहिले फेरि बबाल हुन्छ न म डन्डी खुवाउँछु पैसा लगो सबै अनिखेर फेरि पैसा लान्छ होइन लौरो मागेको लौरो लौरो दिनु त जान्छु म फेरि हुँदैन लौरो दिनु त म जान्छु दिनु त साँच्चै किन्यौ खोजेको कि होइन हौ लौरो चाहियो मलाई ढाड दुखेको छ तपाईँकै नाति हो त म नाति नाति मेरो नाति हुन्छ यस्ता कस्ता छन् त तपाईँका नाति
म तपाईँकै नाति हो त खेताराले सुत्न दिएन यहाँ ओछ्यान लाउन दिएन को थेतरा त्यही खेतार को त्यही खेतारो गएर तपाईँको नाति होइन म नाति होस् कि बुढो बाबु होस् जानु दिएपछि जानु मलाई बास चाहियो अब यहाँ ओछ्यान ल्याउने म यहाँ तपाईँकै छेउमा सुत्छु ल म ल्याउनु गर्दा गोदेर उठ्न नसक्ने पार्छु है अनि उठ्न नसक्ने हुँदा कसरी जानु जानु मलाई किन पर्यो म चाहिँ कसरी जानु अनि यहाँ म सुत्ने ठाउँ ल सुत्नु म तपाईँको छेउमा सुत्छु यो पैसा लगाएर मात्रै जान्छु साँच्चै कि क्या मलाई रिस उठाएको तमासा के गर्न रहेछौ हुँदैन दुख्छ दुख्छ अन्त साह्रै हेपेको दुख्छ हुँदैन दुख्छ हुँदैन खेतार